कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ व्यवस्थाद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकूँ। आमेन आमेन। हुन्छ, तपाईँले पाठ गरिदिनु भएको लागि धेरै धन्यवाद। अझै मिठो मिठो कुराहरू अगाडि छन्। मैले यो चाहिँ तपाईँलाई किन भन्दैछु भने प्रेरित 26 को 9 देखि 11 पनि पढिहाल्नुहोस् त सर। प्रेरित पाउनु भएको छैन? पाउनु भएको छैन प्रेरित 9? सरी प्रेरित 26 को 9 देखि 11 पाउनु भएको छैन? ल ठिकै छ। मैले तपाईँलाई जोड दिन खोजेको चाहिँ के हो भने प्रेरित पावल, अघि यहाँ हाम्रो गुरुबाले पढ्दै हुनुहुन्थ्यो, म बिन्यामिन कुलको, म मण्डलीले सताउने, मैले त्यो काउन्सिल बोर्डबाट त्यस्तो अधिकार पाएको, मण्डलीलाई सताउने, क्रिस्चियनहरूलाई सताउने, विरोध गर्ने मानिस, म यस्तो भयङ्कर मानिस, मलाई केहीको अबुक थिएन। तर जब तपाईँले दोस्रो कोरिन्थी 11 को 23 देखि 25 मा पढ्नुहुन्छ, त्यहाँ यस्तो लेखेको छ, के तिनीहरू ख्रिस्टका सेवक हुन्? म अझ असल सेवक हुँ। पागल चाहिँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरेँ, कैदमा अझ धेरै पल्ट परेँ, अनगिन्ती कोरा खाएँ, मृत्युको मुखमा बारम्बार परेँ। 24 मा 5 पल्ट मैले यहुदीहरूको हातबाट 1 कम 40 कोरा गरी कोरा खाएँ। 25 3 पल्ट मलाई लौराले पिटे, 1 पल्ट ढुङ्गाले हाने, 3 पल्ट म चढेको जहाज ध्वस्त भयो। 1 दिन 1 रात मैले समुद्रमा बिताएको छु। मेरो बारम्बारको यात्रा म नदीहरूको जोखिममा परेँ, डाकुहरूको जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्य जातिहरूको जोखिममा, सहरको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुटा भाइहरूको आउने जोखिममा, परिश्रम र कष्टमा, कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवास, ठण्डी र नग्नतामा परे। पावल प्रेरित अघि हेर्नुहोस् त, ऊ कस्तो थियो? विश्वासीलाई सताउने, ऊ माथिल्लो ओदाको थियो। गमलिएल जस्तो व्यक्तिको चरणमा बसेर उसले व्यवस्था सिकेको थियो। तपाईँले मिस गर्नुभयो, के भन्छ, प्रेरितको काम, त्यसको 26 को 9 देखि 11 मा गएर पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ। अहिले पढ्दैन, अब यो कटिसक्यो, ठिकै छ। त्यहाँ तपाईँले गएर घरमा गएर पढ्नुहोस्, त्यो मिठा कुराहरू पाउँछ। प्रेरित पावल लडतरको मान्छे थिएन, तर जब उसले परमेश्वरलाई चिन्यो, येशू ख्रिस्टलाई चिन्यो, उसले यो कुरा भोग्नका लागि ऊ यति आनन्दित भएर भोग्न थाल्यो। उसलाई कति साह्रो चाहिँ कुटेको रहेछ, कति साह्रो चाहिँ उसलाई यहाँनिर सत्तावाट गरेको रहेछ, घृणा गरेको रहेछ। तर पावलले भन्छ, त्यो अगाडि गएर पढ्नु न, कति मिठा मिठा कुराहरू लेखेको छ। हालेलुया। तपाईँ संसारमा हुँदा तपाईँलाई केही पनि पर्दैन, तर जब तपाईँ ख्रिस्ट येशूलाई पछ्याउन थाल्नुहुन्छ, जब तपाईँले उहाँको बारेमा बोल्न थाल्नुहुन्छ, तपाईँको पछाडि घृणा आउन थाल्छ। त्यो तपाईँले स्वीकार गर्नुपर्छ। अनि यस्तै धेरै धेरै सतावाटहरू हामी विश्वासीले भोगिरहेका हुन्छौँ। हामीलाई सधैँ नै यस्तो कुराले हामीलाई सताइरहेको हुन्छ, मण्डलीलाई, विश्वासीहरूलाई। किनभने हामीले ख्रिस्ट येशूलाई पाएका छौँ। ख्रिस्ट येशूलाई पाएका छौँ। ख्रिस्ट येशूले हामीलाई के गर्नुभएको छ तपाईँलाई थाहा छ? ख्रिस्ट येशूले नै हामीलाई पाप क्षमा गर्नुभएको छ। उहाँले अनन्त जीवन दिनुभएको छ, शान्ति, आनन्द, मुक्ति दिनुभएको छ। अनि त्यो कुराको अनुभव गरिरहेको छौँ हामीले। अनि एक दिन उहाँले भन्नुभएको छ, म एक दिन अहिले जसरी गएको छ, म एक दिन त्यसरी नै तिमीहरूलाई लिन आउनेछु। हालेलुया। त्यस्तो जिउँदो आशा येशू ख्रिस्टले तपाईँलाई र मलाई छोडेर जानुभएको छ। अनि उहाँले भन्नुहुन्छ, एक दिन तिमीहरू मेरो टेबलमा बसेर खानेछौ। हालेलुया। कति मिठो कुरा यो, जसले तपाईँलाई प्रतिज्ञा गर्नुभयो नि,
यो चाहिँ उहाँ चाहिँ महान हुनुहुन्छ। उहाँको एउटा शब्द पनि टलेर जाँदैन भनेर उहाँ आफैले भन्नुभएको छ र अहिलेसम्म पनि टलेको कहिले पनि छैन। तपाईँले प्रभुको वचनमा गएर पढ्नुहोस्। यो जसले लेख्नु भएको छ, जतिजना उहाँका आँखाले देखेका चेलाहरूले हामीले देख्यौँ उहाँको महिमा, यी आँखाले देखेका हुन् भनेर उनीहरूले लेखेका छन्। लेखेर मात्रै होइन, उनीहरूले आफ्नो प्राण पनि दिन लागि पछि हटेनन्। पहिला त भागी हिँडे, तर जब उनीहरूले सत्य कुरालाई बुझे उनीहरूले त्यसकै पछि हिँडेर लागे। हालेलुया। हामीमा एउटा जिउँदो आशा छ। हामी ख्रिस्ट बोक्ने व्यक्तिहरू, हाम्रो हृदयमा ख्रिस्ट हुनुहुन्छ। यसुले भन्नुहुन्छ तिमीहरूको हृदय चाहिँ के हो? परमेश्वरको मन्दिर हो। ख्रिस्ट यसु आत्माद्वारा हाम्रो हृदयमा बास गर्नुहुन्छ। परमेश्वरको मन्दिर हो, उहाँ बास गर्नुहुन्छ। हामी चाहिँ परमेश्वरलाई बोकेर हिँड्ने व्यक्तिहरू, परमेश्वरको उपस्थितिलाई बोकेर हिँड्ने व्यक्ति हो। जब मानिसहरूले तपाईँलाई देख्छ नि, तपाईँलाई घृणा नै गर्छन्। यसुले के भन्नुहुन्छ? तिमीहरू खुसी हो। तपाईँले प्रेरित 5:41 गएर पढ्नुभयो भने त्यहाँ यसरी लेखेको छ, चेलाहरू खुसी भए। हामी त येशू ख्रिस्टको बारेमा, येशू ख्रिस्टको लागि सताइने योग्यको भइछु भनेर उनीहरू खुसी भएको छ। त्यहाँ उनीहरूलाई कुटेको छ, पिटेको छ, अबदेखि येशूको बारेमा प्रचार नगर्नु है तिमीहरू भनेर गएका छन्। ती व्यक्तिहरू उनीहरूलाई छोडेका छन्, रिलिज गरेका छन्। तर तिनीहरू के भन्छ? ओ हालेलुया। हालेलुया त लेखेको छैन। हामी त येशू ख्रिस्टको उहाँको निम्ति, उहाँको खातिर कुटाइ खाने, अपमान सहने योग्यको भएछु। अरे कुटाइ खानु, सतावट सहनु, घृणा सहनु योग्यको हुनुपर्छ। त्यसमा पनि खुसी भएका छन्। हालेलुया। कति आनन्दको कुराहरू। अघि गुरुबाले पढ्नु भएको फिलिपी 3:5 र 6 अनि प्रेरित 26:9 देखि 11 पावल भयङ्कर व्यक्ति हो। सोचेर नसोच्नुहोस् त्यस्तो भयङ्कर व्यक्ति। तर जब उसले प्रभु येशूलाई पायो, प्रभु येशूको पछि हिँड्न थाल्यो, उसले घृणा कुटाइ त बारम्बार, ढुङ्गाले कतिखेर हानो, कतिचोटि जहाज चुटेर त्यो पानीमा, नग्नतामा, जाडोमा। हामीले यो भोग्नु चाहिँ हाम्रो जीवनमा अवश्य आउँछ। अनि बाइबलले हामीलाई के अघि सिकाएको छ? फर्स्टमा अचम्म नमान, डोन्ट बी सरप्राइज हुने केही कामै छैन, यो अवश्य हुन्छ। अनि त्यो एउटा जिउँदो आशा आज हामी लिएर विश्वासीहरू गन्तव्यतर्फ येशू ख्रिस्टलाई पर्खिरहेका छौँ। हालेलुया। म तपाईँहरूलाई येशूको थोरै कुराहरू भनेर म तपाईँहरूबाट बिदा हुन चाहन्छु। मसँग समय पर्याप्त छ, तर म छोटकरीमा भन्न चाहन्छु। हामी प्रभुको वचन खोलेर हामी अध्ययन गरौँ। उत्पत्ति 37 अध्याय, त्यहाँबाट म युसुफको जीवनबाट केही कुराहरू म भनेर अन्त गर्न चाहन्छु। यहाँ यस्तो लेखेको छ, म 2बाट पढ्न चाहन्छु। याकुबका वृत्तान्त यही हो। योसेफ 17 वर्षको हुँदा तिनका दाजुहरूसँग भेडा बाख्राको बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्ला र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाका ल्याए। हेर्नुहोस् है, धेरैचोटि हाम्रो मण्डलीमा यो प्रचार भएको कुरा हो, तर पनि म कन्टिन्यू गरिरहनेछु। पहिलो नम्बर, आफ्नो दाजुभाइले खराब गरेको कुराहरू चाहिँ पिताका ल्याएर सुनाउँथ्यो। दोस्रो नम्बर, आफ्नो बुढेसकालको छोरा भएकाले इजरायलले अर्थात् याकुबले अरू छोराहरूलाई भन्दा योसेफलाई बढी माया गर्थे। हेर्नुहोस् है, युसुफलाई चाहिँ उसको दाजुभाइले किन घृणा गरेका रहेछन्? 2-3टा कुराहरू हामी आज सिक्नेछौँ। पहिलो नम्बर के रहेछ? त्यो उनीहरूले गरेका खराब कुराहरू ल्याएर बुवालाई सुनाइदिन्थ्यो। दोस्रो, योसेफको निम्ति राम्रो त्यो बुट्टा भरेको एउटा थियो, अनि योसेफलाई चाहिँ अरू छोराहरूलाई भन्दा बढी माया गर्नुहुन्थ्यो। कसले? इजरायल अर्थात् याकुबले, उसको बुबाले। 4, तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढी माया गरेको देखि तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीहरूसँग राम्ररी बोल्दैन थिए। आज यही कन्डिसन हो। हामीलाई चाहिँ परमेश्वरले धेरैभन्दा धेरै प्रेम गर्नुभएको छ।
यो भन्दाखेरि तपाईले गलत नबुझ्नु होला। संसारलाई परमेश्वरले इक्वली प्रेम गर्नुभएको छ, प्रेम गर्नुभएको छ, बराबर रूपले उहाँले हामी सबैलाई प्रेम गर्नुभएको छ। तर जसले उहाँको प्रेमलाई रेस्पोन्ड गरेको छ, स्वीकारेको छ, त्यसलाई चाहिँ अझै धेरै प्रेम, अझै धेरै उहाँसँगको घनिष्ठता बढ्छ। तपाईले यूहन्ना 14:21 देखि 23 मा गएर पढ्नुभयो भने यस्तो लेखेको छ, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दैछ। अनि मलाई प्रेम गर्नेले मेरा पितालाई प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु। हेर्नुहोस् त, हाम्रो सम्बन्ध, हाम्रो प्रेम चाहिँ ख्रीष्ट येशूसँगको यो संसारले गर्ने प्रेमसँग फरक प्रेम हो। हामीले चाहिँ यो रेस्पोन्ड गरेको प्रेम हो। अनि यहाँनिर के गरेको छ, अरू दाजुभाइहरूलाई भन्दा धेरै कसलाई प्रेम गरेको छ? याकुबले, अर्थात् इजरायलले योसेफलाई। अगाडि एकपल्ट योसेफले एउटा सपना देखे। हेर्नुहोस् त, मिलो कुरा, सबैजना हेर्नुहोस्। हालेलुया। पहिलो नम्बर के छ? दुश्मनी 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 भएछ, घृणा गर्न थालेको छ। यसलाई त हामीलाई भन्दा धेरै प्रेम गर्छ उसको, हाम्रो बुवाले। घृणा छ। अनि घृणा गर्दै गर्दा योसेफले चाहिँ के गर्दैछ? अहिले के गर्दैछ? सपना देख्यो। हालेलुया। हामी सपना देख्ने व्यक्तिहरू। संसारले के भन्छ तपाईलाई मतलब छैन, तर ख्रीष्टले, परमेश्वरले तपाईलाई के भन्नुहुन्छ त्यो चाहिँ महत्त्वपूर्ण छ। यहाँ यसो लेखेको छ, एकपल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुभाइलाई भनेपछि तिनीहरू उनीहरूसँग झन् बढी दुश्मनी राख्न लागे। हेर्नुहोस् है, सपना देख्यो, दाजुभाइहरूले नराम्रो नराम्रो घृणाहरू गरिरहेछ मनमा, उनीहरू योसेफप्रति नराम्रो छ सोचाइ। तर के गर्यो? त्यो बिचमा योसेफले सपना देख्यो। अनि त्यो सपना देखेर मात्रै हुन्थ्यो नि, सपना के गर्यो उसले? त्यहाँदेखि उसले सपना दाजुभाइलाई बताइदियो, अझै झन् रिसायो। आज यो संसारलाई हाम्रो सपना भन्नुपर्छ। हालेलुया। हाम्रो त्यो जिउँदो आशा हामी हरेक मानिसलाई भन्नुपर्छ। त्यो भन्नुको लागि डराउनु हुँदैन। मान्छेले घृणा गरोस्, हेपोस्, हेला गरोस्, युसुफले के गर्यो? यिनीहरूले मलाई घृणा गर्छ, इट्स ओके, लेट मी टेल माई ड्रिम। म मेरो सपना भन्नेछु। सपना अगाडि भनेको छ उसले। 6 मा तिनले उनीहरूलाई भने, मैले देखेको सपना सुन्नुहोस्। हालेलुया। अब के भन्दैछ? तिमीहरू मलाई घृणा गर्छौ नि, अब तिमीहरूले मेरो सपना सुन। अनि उहाँले सपनाहरू भन्नुभएको छ। सपना भनेपछि त्यहाँदेखि लेखेको छ, तिनीहरू अझै धेरै रिसाए अरे। के गरे? तिनीहरू अझै धेरै रिसाए। अनि फेरि लेखेको छ, फेरि योसेफले के गर्यो? सपना देखेको छ। हामी सपना देख्न छोड्नु हुँदैन। हाम्रो त्यो जिउँदो आशा, येशूले भन्नुभएको छ, तिमीहरूले एक दिन यो संसारलाई न्याय गर्नेछौ, तिमीहरू स्वर्गदूतलाई न्याय गर्नेछौ, तिमीहरू एक दिन मसँग यो संसारमा न्याय गर्नेछौ, यो टेबलमा बसेर तिमीहरू खानेछौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ हुनेछौ। हालेलुया। त्यस्तो प्रतिज्ञा तपाईलाई र मलाई येशूले दिनुभएको छ। त्यो कुरा हामी भन्नुको लागि छोड्नु हुँदैन। हालेलुया। योसेफले छोडेन। सपना देख्यो, रिसाइरहेको छ दाजुभाइ, भनेको छ भनेको छ भनेको छ। अन्तमा गएर उसलाई के गर्यो? सर्टकटमा उसलाई खाडलमा हाल्यो। मर्यो भनेर नाटक गरेर आमा बाबुलाई गएर भन्ने भन्यो, त्यो पनि भनिसक्यो। बाइबलमा जब जब तपाईँ युसुफको कथा घटनालाई पढ्नुहुन्छ, त्यहाँ मिठो कुरा चाहिँ के छ भने परमेश्वर युसुफसँग हुनुहुन्थ्यो। हालेलुया। तपाईँ हरेक घृणित मान्छेले घृणा गर्दै गरेको बेलामा, हरेक समस्याबाट भएर गएको बेलामा पनि परमेश्वर तपाईसँग हुनुहुन्छ। हालेलुया। त्यो चाहिँ मिठो कुरा हो। तपाईसँग को छ, तपाईलाई कसले साथ दिँदैछ, द्याट डजन्ट म्याटर। के म्याटर गर्छ, के महत्त्वपूर्ण हो भने चाहिँ तपाईको साथमा परमेश्वर हुनुहुन्छ कि हुनुहुँदैन, त्यो चाहिँ महत्त्वपूर्ण छ। हालेलुया। युसुफले खाडलमा हाले। युसुफले सोच्यो होला, ओहो अब त खाडलमा हाल्यो, निस्किनु नसक्ने ठाउँमा। उसको सपना कहाँ छ अहिले? उसँगै छ। हालेलुया। सपना टुटेको छैन, सपना देखेको छ, उसलाई थाहा छ एक दिन पुरा हुन्छ। हालेलुया। अन्तमा गएर एक दिन त्यो माथि त्यो ठुलो सिंहासनमा गएर ऊ बस्छ।
मिनिस्टर भएर बस्छ, त्यति बेला उसको सबैजना दाजुभाइहरू आउँछन्। 42 अध्यायमा गएर पढ्नु पनि पाउनुहुन्छ। सबैजना आएर पुरा दण्डवत गर्छन्। अनि बाइबलमा के लेखेको छ, त्यतिखेर युसुफले आफ्नो सपनालाई सम्झे। गाह्रो छ प्रियहरू, त्यो सपना पुरा हुनको लागि नि, त्यो बाटो भएर जानको लागि कति गाह्रो युसुफको जीवनमा धेरै समस्याहरूबाट भएर गएको छ। म तपाईँलाई सबै कुरा भन्दिनँ अहिले, तर त्यो घृणा, आफ्नो दाजुभाइहरूबाट घृणा सधैँ गर्दा पनि उसले सपनालाई भन्न कहिले छोडेनन्। मैले यो सपना देखेँ, तिमीहरू मसँग मलाई घृणा गर्छौ नि, इट्स ओके, म तिमीहरूलाई मेरो सपना भन्छु। आज तपाईँ र म सपना जुन परमेश्वरले हामीलाई एउटा प्रतिज्ञा गरेर जानुभएको छ, त्यो भन्नको लागि कहिले पछि हट्नु हुँदैन। हालेलुया। एक दिन तपाईँ र म येशूसँग हुनेछौँ। हालेलुया। त्यो सिंहासनमा हामी येशूसँग हुन्छौँ। येशूले त्यतिखेर भन्नुभएको छ, म तिमीहरूको आँखाको आँसु पुछिदिन्छु भन्नुभएको छ। उहाँको त्यो हातहरूले तपाईँलाई छुँदा तपाईँलाई कस्तो हुन्छ मलाई थाहा छैन। तपाईँले यत्रो दिन नदेखि विश्वास गरेर यस्तो घृणा सहेर येशूको पछि हिँड्नु भएको छ। तपाईँले त्यो दिन येशूलाई तपाईँको अगाडि देख्नुहुन्छ। हालेलुया। हामीले कहिले पनि देखेको छैनौँ येशूलाई, तर एक दिन हामी येशूलाई देख्नेछौँ। येशूले भन्नुभएको छ, म तिमीहरूलाई लिनको लागि एक दिन आउनेछु। त्यो हाम्रो उहाँले भन्नुभएको प्रतिज्ञा हो। त्यो प्रतिज्ञालाई हामी भन्नको लागि कहिले पनि छोड्नु हुँदैन। हालेलुया। युसुफले जीवनमा धेरै घृणाहरू सहे। पावल प्रेरित त्यस्तो हुँदा पनि उसले ख्रिस्टको लागि सबै कुरा त्यागिदिए। आज तपाईँलाई घृणा हुँदाखेरि, कसैले घृणा गर्यो भने बाइबलले के भन्छ? फर्स्टमा हामीले पढेको थियौँ, अचम्म नमान। हुन्छ, सबैजनालाई जय मसीह।